नमस्ते। हालै सरकारले एउटा निकै महत्त्वाकांक्षी कार्ययोजना सार्वजनिक गरेको छ। अब योजनाहरू त आइरहन्छन्, तर यसमा एउटा कुरा चाहिँ अलि फरक छ, त्यो हो समय सीमा। सरकारले हरेक काम कहिलेसम्म सकाउने भनेर मिति नै तोकेको छ। मतलब यो एउटा यस्तो योजना हो जसको घडी सार्वजनिक रूपमै सबैले देख्ने गरी टिक टिक गरिरहेको छ। ल आउनुहोस्, यो योजनाले वास्तवमा के वाचा गरेको छ त्यसलाई अलि नजिकबाट निहालौँ। हामीले आज केलाउन लागेको कुरा कुनै नेताको भाषण वा सामान्य प्रतिबद्धता मात्रै होइन। यो हो सरकारको आधिकारिक दस्तावेज, न्यूनतम साझा कार्यक्रम। भन्नुको मतलब यो आउने दिनहरूका लागि सरकारले कोरेको औपचारिक रोडम्याप नै हो। त्यसो भए यो दस्तावेजभित्र आखिर छ के त? यसले वास्तवमा के गर्छु भन्छ र सबैभन्दा महत्त्वपूर्ण कुरा कहिलेसम्म गर्छु भनेर वाचा गर्छ। आजको हाम्रो यो विश्लेषण यिनै प्रश्नहरूको उत्तर खोज्नमा केन्द्रित रहनेछ। यो योजनालाई बुझ्नको लागि हामी सरकारले नै तोकेको समयरेखालाई पछ्याउनेछौँ। सुरुमा पहिलो 30 दिनमा हुने तत्कालका कामहरू हेर्छौँ, त्यसपछि 100 दिनको दौड अनि अलि लामो अवधिका लक्ष्यहरू के छन् त्यसलाई पनि एक एक गरी केलाउनेछौँ। मैले अघि नै भने नि, यो कार्ययोजनाको सबैभन्दा खास कुरा नै यसले हरेक कामलाई एउटा निश्चित समय सीमासँग जोडेको छ। यसले गर्दा वाचाहरू केवल प्रतिबद्धतामा मात्र सीमित रहँदैनन्, बरु कहिलेसम्म पुरा हुन्छ भनेर स्पष्ट किटानी पनि गरिएको छ। ल सुरु गरौँ पहिलो 30 दिनमा पुरा गर्ने भनिएका वाचाहरूबाट। यी कामहरू कस्ता छन् भने तत्काल परिणाम देखाउने खालका। सरकारले काम सुरु गरिसक्यो है भन्ने सन्देश दिनका लागि तय गरिएका द्रुत र प्रभावकारी कदमहरू हुन्। हो, जम्मा 30 दिन। यो पहिलो महिना सरकारको लागि निकै महत्त्वपूर्ण देखिन्छ। यो अवधिमा हुने कामले सरकारको प्राथमिकता र काम गर्ने गतिको एउटा पहिलो सङ्केत दिनेछ। पहिलो महिनाभित्रै सरकारले हाम्रो दैनिक जीवनसँग जोडिएका विषयमा ध्यान दिएको देखिन्छ। जस्तै सार्वजनिक गाडीमा यात्रा गर्दा सुरक्षाको लागि SOS बटन र CCTV अनिवार्य गर्ने, कुन स्वास्थ्य सेवा निःशुल्क पाइन्छ भनेर जानकारी दिन फ्री हेल्थ पोर्टल सुरु गर्ने, अनि काठमाडौँको यो खानेपानी समस्या समाधान गर्न एउटा उच्चस्तरीय कार्यदल नै बनाउने जस्ता योजनाहरू छन्। त्यस्तै अर्थतन्त्र र सुशासनको पाटोमा पनि तत्कालै केही कदम चाल्ने वाचा छ। जस्तै किसानहरूले भोगिरहेको प्रमुख बालीको मूल्यको उतार चढाउलाई समाधान गर्ने, विदेशी लगानी ल्याउन प्रक्रिया सजिलो बनाउन एक द्वार प्रणाली बनाउने, अनि भ्रष्टाचार विरुद्ध लड्न व्हिसल ब्लोअर अर्थात् सूचना दिने मान्छेको संरक्षण गर्ने नीतिको ड्राफ्ट सुरु गर्ने जस्ता महत्त्वपूर्ण विषयहरू समेटिएका छन्। 30 दिनको त्यो तत्कालको दौडपछि पालो आउँछ 100 दिनको चरणको। यो अवधिमा गरिने कामहरू चाहिँ अलि जटिल र ठूला सुधारहरूको जग बसाउने खालका छन्। अबको 100 दिन, यो अवधिमा चाहिँ सरकारले तत्कालका समाधानभन्दा अलि माथि उठेर देशको शासन प्रणालीमै केही आधारभूत परिवर्तन ल्याउने लक्ष्य राखेको देखिन्छ। यो 100 दिनको योजनामा एउटा निकै महत्त्वपूर्ण र अलि प्राविधिक सुनिने शब्द छ, राष्ट्रिय डिजिटल गभर्नेन्स प्लेटफर्म। अब यो भनेको के हो त? एकदमै सरल भाषामा भन्नुपर्दा एउटा यस्तो एकीकृत अनलाइन प्रणाली हो जसले सबै सरकारी सेवा र डाटाहरूलाई एकै ठाउँमा ल्याउँछ, ताकि काम छिटो होस् र पारदर्शी पनि बनोस्। यो भनेको परम्परागत प्रणालीबाट डिजिटल प्रणालीतर्फको यात्रा हो, जहाँ पहिले कर तिर्ने र सरकारी खरिदका प्रक्रियाहरू हातले हुन्थ्यो। अब 90 दिनभित्र ठूला व्यवसायका लागि ई-बिलिङ अनिवार्य गरिनेछ। छरिएर रहेका सरकारी डाटाहरूलाई एक ठाउँमा ल्याएर डाटामा आधारित खरिद प्रणाली लागू गरिनेछ, अनि कागज बोकेर दौडिनुपर्ने झन्झट हटाउन सरकारी कुरियर सर्भिस समेत सुरु गरिनेछ। यसका साथै 100 दिनभित्रै महिलाहरूका लागि निःशुल्क ब्लू बस सेवाको पहिलो चरण सुरु गर्ने, सबै सरकारी र निजी अस्पतालमा गरिबहरूका लागि निःशुल्क बेडको व्यवस्था सुनिश्चित गर्ने, अव्यवस्थित बस्तीहरूको डिजिटल नक्साङ्कन सुरु गर्ने र भ्रष्टाचार नियन्त्रण गर्न डिजिटल सम्पत्ति अभिलेख प्रणाली बनाउने जस्ता अरू महत्त्वपूर्ण लक्ष्यहरू पनि राखिएका छन्। 100 दिनको दौडपछि योजनाले अझ दीर्घकालीन र संरचनागत सुधारहरूमा ध्यान केन्द्रित गर्छ। अबको चरण भनेको 6 महिना र त्यसपछिको हो, जहाँ नयाँ प्रणालीहरूको जग बसाल्ने काममा जोड दिइएको छ। हो, अब सरकारको ध्यान तत्कालका समस्या समाधानबाट हटेर कृषि, स्वास्थ्य र पर्यटन जस्ता मुख्य क्षेत्रहरूमा दिगो प्रणाली कसरी बनाउने भन्नेतर्फ केन्द्रित हुने देखिन्छ।
यो अवधिमा किसानलाई उनीहरूको माटो कस्तो छ भनेर जानकारी दिन माटो स्वास्थ्य कार्ड दिने, अनलाइनबाटै औषधि किन्न मिल्ने डिजिटल फार्मेसी सुरु गर्ने र देशका मुख्य पदमार्गहरूका लागि पर्यटन व्यवस्थापन योजना ल्याउने जस्ता क्षेत्रगत योजनाहरू छन्। यसका साथै ठूला पूर्वाधार परियोजनाहरूलाई व्यवस्थित गर्न राष्ट्रिय परियोजना पाइपलाइन पनि पेश गरिनेछ। अहिलेसम्म हामीले समय सीमा अनुसार योजनाहरू हेर्यौं। अब एकछिन रोकिएर समग्रमा हेरौं त यो पूरै कार्ययोजनाको पछाडि लुकेका मूल विषयवस्तु वा प्राथमिकताहरू चाहिँ के रहेछन्। यो कार्ययोजनाको हरेक पाटोमा एउटा साझा धागो देखिन्छ र त्यो हो डिजिटल रूपान्तरण। सरकारले हरेक क्षेत्रमा प्रविधिको प्रयोग गरेर सेवा प्रवाहलाई आधुनिक र प्रभावकारी बनाउन खोजेको एकदमै प्रष्ट देखिन्छ। यो टाइमलाइनले सरकारको डिजिटल यात्राको नक्सा अझै स्पष्ट पार्छ। सामान्य प्रमाणपत्र बनाउन मोबाइल एपदेखि लिएर कर्मचारी तन्त्रको व्यवस्थापनसम्म हरेक तहमा प्रविधिको प्रयोग गरेर पुरानो प्रणालीलाई बदल्ने स्पष्ट लक्ष्य देखिन्छ। डिजिटल रूपान्तरण बाहेक यो योजनाको अर्को मुख्य स्तम्भ भनेको सुशासन र भ्रष्टाचार विरुद्धको लडाईँ हो। यसमा पारदर्शिता र जवाफदेहिता बढाउनका लागि धेरै महत्त्वपूर्ण कदमहरू प्रस्ताव गरिएको छ। भ्रष्टाचार नियन्त्रणका लागि विभिन्न उपायहरू अघि सारिएको छ, जस्तै सूचनादाताको संरक्षण गर्ने, सरकारी खरिदलाई पारदर्शी बनाउने, सम्पत्ति विवरणलाई डिजिटल गर्ने र सरकारी सेवा लिँदाका झन्झटिला प्रक्रियालाई सरल बनाउने, जसलाई बिजनेस प्रोसेस रि-इन्जिनियरिङ भनिन्छ। हामीले यो कार्ययोजनाका वाचाहरू त हेर्यौं, तर अबको सबैभन्दा ठूलो र महत्त्वपूर्ण प्रश्न भनेको यी वाचाहरूलाई वास्तविकतामा कसरी बदल्ने भन्ने हो। समग्रमा हेर्दा सरकारले एउटा स्पष्ट र महत्त्वाकांक्षी रोडम्याप सार्वजनिक गरेको छ, जसमा हरेक कामको समयसीमा तोकिएको छ। अब यही रोडम्यापको आधारमा सरकारको कामलाई नाप्न र मूल्याङ्कन गर्न सकिनेछ। बाटोको नक्सा त स्पष्ट देखिन्छ, तर के यात्रा यही नक्सा अनुसार नै अघि बढ्ला त? योजना बनाउनु आफैमा महत्त्वपूर्ण छ, तर अबको सक्कली परीक्षा भनेको यसको कार्यान्वयन हो। सरकारले सार्वजनिक गरेको यो काउन्टडाउनको हरेक दिन अब आम नागरिकको निगरानीमा रहनेछ।